Hello everyone, welcome to our new video. आज चाहिँ हामी सुदूरपश्चिम प्रदेश निजामती सेवा पाँचौं तहको प्राविधिक पदहरूको चाहिँ नयाँ भ्याकेन्सी खुलिसकेको छ सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले, जुन चाहिँ एउटा सिंगल पेपर हुन्छ। फर्स्ट पेपर दिएर चाहिँ सिधै इन्टरभ्यू दिन सक्ने चान्सेस हुन्छ, जहाँ चाहिँ सेकेन्ड पेपर चाहिँ छैन। यो चाहिँ आज 2022 11 महिना 28 गते खुलेको छ भने यहाँ चाहिँ सब इन्जिनियरको लागि चाहिँ आप्रोमा चाहिँ 2 जना खुलेको छ, अनि सब इन्जिनियर सिभिल स्यानिटरी अन्तर्तहमा पनि 1 जना खुलेको छ। त्यसपछि चाहिँ सब इन्जिनियर सिभिल सब जनरल सेन्टरी इरिगेसन गरेर चाहिँ खुल्लामा 3 जना खुलेको छ। खुल्ला चाहिँ जसले नि लड्न पाउँछ। अनि त्यसपछि चाहिँ दलितमा चाहिँ 2 जना खुलेको छ जनरल र इरिगेसनमा। त्यसपछि थारू अथवा राणा थारूको लागि पनि फेरि 3टा कोटा खुलेको छ। त्यसपछि आदि खसारेको लागि पनि एउटा खुलेको छ भने सेन्टरीमा जम्मा गरेर चाहिँ सब इन्जिनियरको 12 जना चाहिँ सुदूरपश्चिम प्रदेशले खोलेको छ, जसमध्ये 3 जना खुल्ला, अरू बाँकी 9 जना चाहिँ समावेशी। 9 जनामा फेरि 6 जना चाहिँ समावेशी, 3 जना चाहिँ यो अन्तर्तह र आप्रो गरेर चाहिँ टोटल 12 जना खुलेको छ। यो विज्ञापन चाहिँ अरू पनि धेरै खुलेको छ, हेर्न सक्नुहुन्छ। यसको परीक्षा कार्यक्रम चाहिँ पछि प्रकाशित हुनेछ भन्यो। अनि त्यसपछि परीक्षाको किसिम चाहिँ लिखित परीक्षा हुन्छ, अनि सिधै अन्तर्वार्ता हुन्छ पाठ्यक्रम अनुसार। अनि परीक्षा केन्द्र चाहिँ धनगढी हुन्छ भने अनलाइनबाट चाहिँ सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको अनलाइनबाट चाहिँ फर्म भर्न सकिन्छ। यदि तपाईहरुलाई फर्म भर्न केही अप्ठ्यारो पर्यो भने हामीलाई सिधै मेसेज गर्न सक्नुहुन्छ व्हाट्सएपमा। यसको फर्म भर्ने टाइम चाहिँ 12 महिना 18 गतेसम्म, चैत्र 18 सम्म सिंगल दस्तुर छ भने फेरि 25 गतेसम्म चाहिँ डबल दस्तुर छ। अब यसको सिलेबस चाहियो अनि फर्म भर्न केही अप्ठ्यारो पर्यो भने चाहिँ तपाईहरुले सिधै हामीलाई मेसेज गर्न सक्नुहुनेछ। यो चाहिँ सबैभन्दा सजिलो लोक सेवा आयोग भन्दा नि हुन्छ, किनकि यहाँ चाहिँ एउटा पेपर मात्र हुन्छ र एउटा पेपर पास हुने बित्तिकै इन्टरभ्यूको लागि सिलेक्ट हुन्छ। सो तपाईहरुले सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको इक्जाम दिन चाहनुहुन्छ, फर्म भर्न चाहनुहुन्छ भने हामीलाई सिधै मेसेज गर्न सक्नुहुन्छ। र सब इन्जिनियर पाँचौं तहको विभिन्न नोट तथा एमसीक्यू को लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। आजको लागि भिडियो यति नै। See you in next video. Don't forget like, comment and subscribe. Thank you.